वेलकम टु माई भिडियो। धेरै पछाडि मैले यो भिडियो लिएर आएको छु है। मेरो खुट्टामा साह्रै नै त्यो जुत्ताले बिजाएर सेफ्टी सुजले हुन्छ नि तपाईहरुको, त्यो बिजाएर चाहिँ अब त्यस सेफ्टी सुजको अगाडिको फलाम हुन्छ नि त्यो निकाल्ने भिडियो है यसमा। साह्रै दुखेर अब तपाईहरुको पनि यस्तो समस्या छ भने यो समाधान गर्न सक्नुहुन्छ। यो तीनटा कुरा युज गरेर है, यो तीनटा कुरा युज गर्छु मैले चाहिँ। अब त्यो चक्कुले त्यो अगाडिको जुत्ताको माथिको पट्टिको त्यो फलाम निकाल्नको लागि त्यसलाई मैले बेसकन थिच्यो, अलिकति लुज गराउनेलाई हैन, थिच्यो अनि त्यसपछि लुज हुन्छ। अब त्यसले चक्कुले म काट्छु है, त्यो चक्कुले काटे त्यो अगाडिको फलाम निकाल्नको लागि त्यो अगाडिको जुत्ता माथिको त्यो कपडा काट्नु पर्ने हुन्छ है। त्यो कपडा काटे अझै राम्रोसँग थोरै मात्रै काटेको थिएँ, अलि ठुलो नै काट्नु पर्ने हुन्छ है। त्यहाँ ठुलो नकाटेसम्म त्यो फलाम निस्किने जति नै काट्नु पर्ने हुन्छ। त्यो काटिसकेपछि अब यसलाई मैले त्यसलाई तान्ने कोसिस गरेको छु, फलामलाई भेटिएन। भेट्न त भेटिरहेको छु तर राम्रोसँग भेटिएन है। अब फेरि काटेर अब त्यसलाई समातेर तान्ने कोसिस गर्छु। हातले भेटिरहेको छु, अझै ठुलो काट्नु पर्ने भयो, थोरै काटियो। अब बल्ल खुनी हैसे गरेर एउटा हातले ठेल्ने र अर्को हातले तान्ने गरिरहेको छु है। आइरहेछ आउन त, अलि जोडले दगालिरहेको छु, यो सरिरहेछ है, सरिरहेछ। अब त्यसलाई निकाल्नलाई मैले अझै थोरै अलिकति भाग काट्यो, नआएको जस्तो लागेर, नआउला जस्तो लागेर अलिक ठुलो बनाउनु पर्यो त्यो कपडा अलिक काटेर, कपडा चाहिँ काटेर। अब यसले चाहिँ यो फोट लगाउनलाई अलिक सजिलो होस् भनेर गलको रूपमा प्रयोग गरेँ त्यसलाई। त्यसलाई निकाल्नको लागि अस्ति गर्दाखेरि निस्कियो है, फाइनली त्यो चाहिँ निस्कियो है। यसले नै हो खुट्टाको अगाडिको औँलाहरू, नङहरू, विशेष गरी नङ भनौँ न, त्यहाँ टच भयो भने दुख्दो रहेछ है फलामको टुक्राले। यो चाहिँ मैले पहिला काम गर्ने ठाउँमा सेफ्टी सुज चाहिन्थ्यो र त्यतिखेर किनेको। अहिले काम गर्ने ठाउँमा चाहिँ फेरि त्यो खासै चाहिन्न, नभए नि हुँदो रहेछ है। त्यही भएर मैले त्यसलाई औँला दुखाइराख्ने भन्दा निकालिदिउँ भनेर चाहिँ निकालिदिएको हो। तपाईहरुको पनि यस्तो समस्या छ भने यसरी निकाल्न सक्नुहुन्छ है। बाहिरी भाग जुत्ताको बाहिरी भागलाई केही असर नपारिकन भित्रबाट काटेर पनि निकाल्न सकिँदो रहेछ भन्ने कुरो हो। अब त्यो गमको पालो आयो। यो गम चाहिँ मैले बजारमा पाउँछ है, जुत्ता टाँस्ने भनेर मागेको, यस्तो दिएको थियो। सुलेसन जस्तो छ, स्मेल पनि सुलेसन जस्तो आइरहेछ है। नेपालमा सुलेसन हामीले युज गर्थ्यौँ साइकल टाँस्नको लागि, पहिला साइकल पञ्चर हुँदाखेरि पञ्चर टाल्नको लागि। सेम यस्तै स्मेल आइरहेछ तर सुलेसन चाहिँ होइन जस्तो छ हेर्दाखेरि। यो गम राम्रोसँग लगाएको छु किनभने पछि फेरि नउकोस् भनेर। अब यसको पालो हाल्ने पालो आयो। जताततै टाँस्ने रहेछ यो, अलिक फास्ट छिटो टाँस्दो रहेछ कि यो, त्यही भएर जतासुकै टाँसिरह। अलि हाल्नलाई अलि गाह्रो भइरहेछ।
जुत्तामा लगाउने बित्तिकै टाँसिरहेछ है यो अलिअलि थिचियो मैले हातले राम्रोसँग बसोस् भनेर सोल भन्छ के भन्छ त्यसलाई अब पालो लेसको अब लेस तपाईहरु आफ्नो तरिकाले हाल्न सक्नुहुन्छ जुत्तामा मेरो पहिला यसरी नै थियो त्यही भएर म त्यसरी नै लगाएर छु अब यो लेस पनि लामो रहेछ लेस पनि लगाएर भइसक्यो फाइनल लुक त्यही हो जुत्ताको अगाडिको त्यो फलाम निकालिसकेपछि जुत्ता अलि हल्का जस्तो फिल पनि भइरहेछ त्यो फलाम टुक्रो यो आवश्यक छैन है अब चाहिँ काटेर फाल्दियो